बनाना फ्री किक सानो बच्चामा हुँदा सबैले बनाना कि गानिम भनेर त हामी सबैले भन्यौँ। त्यो बनाना किक हो रोबर्टो कार्लोस। जुन फ्री किक गोल 105 माइल पर आवर अथवा 159 किलोमिटर पर आवरको रेसमा गएर त्यो गोल भएको थियो। त्यो समयमा त्यो गोलले फुटबल वर्ल्डलाई चकित पारेको थियो। साइन्टिस्ट पनि ल अफ फिजिक्सलाई पनि यसले चाहिँ इम्प्लिमेन्ट गर्यो, यसले चाहिँ डिफाइन गर्यो भनेर पनि त्यो गोलको चर्चा गरेका थिए। त्यो गोल जुन चाहिँ एउटा डाइरेक्सनबाट गएर अर्को डाइरेक्सनमा अकल्पनीय तरिकाले भएको थियो र त्यो हुनको कारण चाहिँ साइन्टिस्टले म्याग्नस इफेक्ट देखाएका थिए। म्याग्नस इफेक्ट भनेको कुनै पनि वस्तु हावामा घुम्दाखेरि हावाको इफेक्टको कारणले गर्दा त्यो वस्तुले चाहिँ डाइरेक्सन चेन्ज गर्छ भने त्यसलाई म्याग्नस इफेक्ट भनिन्छ। जस्तै बलको पछाडितिर अथवा साइड स्पिन हुने गरेर चाहिँ हामीले किक गर्दाखेरि त्यो बल चाहिँ हावामा गएर चाहिँ घुम्दा घुम्दै एक साइडमा हामीले लगाएको बल र अर्को साइडमा लागेको हावा भडभडको कारणले गर्दा त्यो साइड चेन्ज गर्छ। त्यसलाई भन्छ म्याग्नस इफेक्ट र त्यो गोल हुनुको रिजन पनि म्याग्नस इफेक्टले गर्दा भएको थियो भन्ने कुरा छ। रोबर्टो कार्लोसले यो गोल फ्रान्स विरुद्ध 33 यार्ड टाढाबाट गरेका थिए र लेफ्ट फुटले उनले सर्ट लगेका थिए र त्यो गोल चाहिँ जुन चाहिँ एकदमै अपोजिट डाइरेक्सनमा गइरहेको हुन्छ र एक्कासी घुमेर चाहिँ त्यो गोल पोस्ट भित्र छिर्छ र त्यसपछि फुटबल वर्ल्ड नै त्यो किकको चर्चा गर्छ र अहिलेसम्म पनि त्यो फ्री किकको चर्चा हुन्छ र यो फ्री किक जबसम्म फुटबल छ तबसम्म जीवित छ।